So good morning guys. Today is next day in Lumbini. आज चाहिँ दोस्रो दिन लुम्बिनीमा है हामी चाहिँ आज त पुरा हुस्सी लागिरहेछ यस्तो हुस्सी लागिरहेछ नि आज यतै झ्याप्पै लागिरहेछ यतातिर देखिँदैन यता पनि देखिँदैन अब हामी चाहिँ अब जाँदैछौँ आज चाहिँ गुम्बातिर लुम्बिनी भित्र मेन मायादेवी टेम्पल है मायादेवीमा यहाँ रहेछ गेट चाहिँ यहाँदेखि छिर्छौँ हामी हिजो हामी बसेको होटल चाहिँ यतै छेउ साइडमा धेरै टाढा होइन अनि एउटा हिँड्दै हिँड्दै अहिले चाहिँ बिहान अब बिहानै छ नि त अहिले टाइम पनि त्यही भएर बिहान यसरी हिँड्नु मजा आउँछ जम्मै यता चाहिँ सिटीहरू राखेको छ यता दोकानहरू होटलहरू त्यो सिटीहरूमा चाहिँ यहाँभित्र घुमाइन्छ क्या सिटीमा भन्दा नि हिँडेर घुम्नु दामी जस्तो लाग्यो मलाई चाहिँ ठिक लाग्छ द्याट्स वाइ अब हामी जाँदैछौँ पछाडि हाम्रो जम्मै ग्रुप आउँदैछ यहाँबाट जान्छौँ 13 किलोमिटरको राउन्ड हुन्छ पुरै हेर्नु न हामी दिनभरि समय छ हामी कपिल बस्ती हिजो घुमेको आज दिनभरि यहाँ हो घुम्ने आनन्दले यस्तो छ गेट यो चाहिँ पञ्चशील है अब यता चाहिँ हाम्रो छिर्ने ठाउँ यता पनि बाटो छ यता पनि बाटो छ बाटै बाटो उहाँ छ जाउँ यताबाट जाउँ यताबाट बाटो छैन खोइ यताबाट थाहा छैन पहिला त मलाई गेटमै राखिदिएको थिएन उता खै कुन गेटमा उता अघिको 1 नम्बर गेट के पर हो त्यहाँबाट मन्दिर छ नि त्यहाँबाट होला दिँदैन ओल्ड मन्दिर अरे सबभन्दा पुरानो यहाँ छ मायादेवी हुन्छ हुनु त हो यो मायादेवी टेम्पल भनेपछि हामी कहाँ साइड यता भनेपछि यता यता रुखहरू हामी पछाडिपट्टि आयौँ मायादेवीको अगाडि बाटो छ नि सिधा यहाँदेखि पछाडिपट्टि आयो जस्तो लाग्यो त्यहाँबाट सिधा उता अगाडि यता उयो गर्ने ठाउँ यस्तो सिधा उहाँ छ सो गाइस अहिले हामी सबभन्दा पुरानो मन्दिर गुम्बामा छौँ है यहाँनिर अनि यहाँनिर चाहिँ हामीलाई खाजा खाएर जानु भन्ने हुन्छ त्यही भएर हामी खाजा खान आँटेको यहाँनिर राजकीय बुद्ध मन्दिर हामी यता पछाडिपट्टि आयौँ क्या यसको मन्दिर मायादेवी म उता अगाडिबाट चाहिँ आएको नि त पहिला यो भन्दा पनि उता उता छ क्या गुम्बाहरू चाहिँ मेन चाहिँ उता पर छ क्या उता हो क्या उता अन्तिममा हो क्या पछाडिपट्टि हो के हुँदैन यहाँदेखि जानुपर्छ
आउने हो खान्दिने हो यहाँका यिनी दिनदिनै मागेर बस्ने हो कसले खान्छ दिँदैन भन्ने कुरा हो यसो बिना यहाँ आउनु उच्च विचार simple living हाई थिङ्किङ is the main motto of Buddhism, right? ओइ 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 बाँदर माथिबाट आउँछ है हेर्दैछ ल दाल भात खाँदैन नलाउने खालि उनीहरूलाई फलफुल चाहिएको होला के अरे खाना पनि खायौँ है कस्तो मिठो रहेछ यहाँ बनाउनु भएको दाल भात कोपी मिठो रहेछ हामीले चाहिँ खाइसक्यौँ त्यहाँदेखि अनि खाइसकेपछि अब चाहिँ हामी जान्छौँ यहाँ मायादेवी टेम्पल यता छ यताबाट जाँदै हुन्छ यताबाट जाँदा नि हुन्छ हामी यताबाट जान्छौँ होला त्यहाँ है खाइसक्यौँ एकदम मिठो बनाउनु भएको थियो अनि त्यहाँनिर डोनेसन बक्स छ त्यहाँ आफूलाई डोनेसन गर्दा हुन्छ त्यहाँदेखि यसो घुम्ने ठाउँ छ लुम्बिनीको सबभन्दा पुरानो मन्दिर अनि त्यहाँदेखि चाहिँ बनिएको अरू मन्दिरहरू है इन्डियाको के कहाँको भुटानको हो होइन रहेछ त्यो होस् भित्र चाहिँ क्यामेरा गर्नु दिँदैन तेरो भित्र त एकैचोटि बाहिर गएपछि मात्र यहाँनिर बस्ने पूजाहरू हुँदा ठुल्ठुलो हुँदाखेरि यहाँ हुन्छ यहाँ ओछ्याएको हुन्छ अनि यहाँनिर ट्रेन लाएर बस्छन् मान्छेहरू त्यहाँदेखि हिँड्छन् कहाँ अनि यहीँबाट त यस्तो चढेर यहाँ छिरेर जाने हो अहिले त नि यहाँबाट छिरेर घुमेर सट्टै उता निस्किने हो क्या यस्तो छ अब यहाँभित्र चाहिँ क्यामेरा गर्नु पाइँदैन त्यही भएर अफ भित्र पनि हेऱ्यौँ है यहाँ चाहिँ एक्ज्याक्ट बर्थ प्लेस अफ गौतम बुद्ध होइन ठ्याक्कै भित्र चाहिँ छ त्यहाँ देखाएको छ गौतम बुद्धको एक्ज्याक्ट बर्थ प्लेस है यस्तो कालो आएको हौ क्यामेरामा अनि यतातिर यो जम्मै यो पुरानो पहिलाको स्ट्रक्चरहरू के स्ट्रक्चरहरू छ के हो पुरानो हजुर माथिल्लोपट्टि छ त्यो माथिल्लोपट्टि छ क्या हजुर कति कति पुरानो स्ट्रक्चरहरू रहेछ त्यो त्यो तल कपिल वस्तुलाई पनि यसरी सँगसँगै गर्नुपर्ने हो नि त यसरी गर्नुपर्ने छैन गाईको गोबर ग्वालीहरू छ यताबाट जानु यताबाट जाउँ यता त मिल्छ पुरानो पुरानो छ बिग स्क्वायर स्टुप्पा स्क्वायर बुझ्यो अनि यहाँ चाहिँ यो चाहिँ के हो के हो त्यहाँ त खिचिहाल्नुहुन्छ ल म माछा कत्रो कत्रो यसले गर्दा यो अलिक सानो रहन्छ र नत्र यो पनि पुर्याउँथ्यो होला यिनीहरूले लन्डन पुर्याउँथ्यो कि
अङ्गुल बुझाउँछ पुरानो बुझाउँछ अरू त सकिँदैन त्यसपछि इस्टाब्लिस भयो अशोक स्तम्भ यो चाहिँ ठ्याक्कै लोकेसन यो चाहिँ यहाँनिर चाहिँ गौतम बुद्ध जन्मेको भनेर चिन्ह लगाइदिएको हो है अनि त्यही पछि चाहिँ बनिएको How does it prove that Lord Buddha was born? अब उहाँ पढाएँ अब King Kunike Ashok, the beloved of the gods, in the 20th year of his reign, himself made a royal visit. Shakyamuni Buddha was born here, therefore the birth spot marker stone was worshipped and a stone pillar was erected. I don't know. The Lord having been born here, the tax of the Lumbini village was reduced to the 8th part on के भने बुझेन पढ्नु त पढे नि देखे भए पढ्छ बुझेन on November 1, 1986 by then His Royal Highness Prince के हो नाम पनि प्रनाउन्स जान्दैन Kenidar Bir Bikram Shah Dev to विश्व शान्ति दीप यो के हो यो शान्ति दीप सन कहाँ पुग्यो तपाईँ कहाँ पुग्यो 1986 मा चाहिँ नोभेम्बर 1 यो त्यहाँ अलिक मजाले यसो घोट्नु नि यसो गरेर अनि ना भलेर बले बले पानी पर्दा पनि निस्किने होइन होला फाइल नभने कस्तो होला पानी पर्दा आउनु पर्ने होला कसरी बल्यो त्यो त्यही भन्नु बलिरहेको आगो अहिलेसम्म बल्यो इट्स मिर्कल अहिलेसम्म त कसरी बल्नु सक्छ हौ बलेको बले हो यो झ्याउ पनि लिँदैन बाल्छ बिहान बाल्छ बिहान कहिले कसले बाल्यो बिहान लामाले हो रात निभिन्छ त्यहाँदेखि बिहान बाल्छ अनि दाउरै देखिँदैन त चढौँ तालमा चढ्यो अब लुम्बिनीमा पनि चढौँ किले यता बस्नु यो ड्राइभर बस्छ होला अगाडि पर यो त स्पिड जान्छ होला नि अब तुफान यहाँ रहेछ नि त स्पिडको त बगर हान्दैन पोखरामा चढ्यो अब त्यो पानी बगर त हान्दैन लुम्बिनीमा पनि ए के भयो हाम्रो त स्टार्टमै गयो त मायादेवी टेम्पल अगाडिपट्टि चाहिँ पानीको यस्तो रहेछ यही स्ट्रक्चरबाट चाहिँ हामी परैसँग बोटमा जाँदैछौँ हाम्रो भाइले हाम्रो ग्रुपबाट लिँदैछ लुम्बिनीको यात्रा कस्तो हुँदैछ बोटमा
त बिहा त अनि हिँडेर त निकै कठिनाइ पर्ने रहेछ त्यत्रो लम्बाइ रहेछ वार होइन कतिको एउटा गुम्बा चाहिने गुम्बा होला यहाँ पानीको हाम्रो यहाँ रमाइलो यहाँ Did you see fish here? No? Huh? छैन फिसै छैन आइसक्रिम खाएको छु मेरो नानीलाई बिरामी केही हुँदैन ग्यारेन्टी दिएको छु नानी बिरामी भयो भने चाहिँ म चाहिँ सु गर्छु तपाईँलाई ल प्रमाण छ यहाँनिर ग्यारेन्टी छ नि होइन ल नानी यो चाहिँ के हो रे मटकाको आइसक्रिम कुन दिने मटका के मटका हो मटका आइसक्रिम भनेको खोइ मलाई त दुध मलाईहरू ल कति कति हो पैसा 100 200 रुपियाँ मैले दिइहालेँ नानीलाई खोलेर देऊ त म ट्राई गर्छु यता यता कस्तो रहेछ एकदम सजिलो होला कतिको टेस्ट रहेछ खाएर विचार गरेर म भन्छु फेरि आज लुम्बिनीको फेमस चटपट यहाँ हजुरको गेट नम्बर 1 मा चाहिँ हुनुहुँदो रहेछ तर गेट त सबै पुग्नुहुन्छ होला नि त छेउमा यहाँ चटपट आज बिक्री होस् हैन भगवानले साथ दियोस् ल हाम्रो मुसीको चाहिँ यहाँनिर जहाँ आइसक्रिम हो यहाँ मुसीले खोके छ आइसक्रिम खानु छोड्दैन लुगाउनला यो कुन देशकोले बनाएको हुन्छ कि त्यही देशको खानेकुराहरू त्यहीँको मान्छेहरू आउँदाखेरि यसो हेर्ने वाइट कहाँ खोल्यो हो छैन नामै छैन यस्तो छ गुम्बा चाहिँ ठुलो छ यो अब भित्र क्यामेरा खिच्नु पाइँदैन बन्द गरिदिन्छौँ भित्र पाइँदैन है त्यस्तै छ यस्तो छ भित्र भगवान् बुद्धको स्ट्याचु जम्मै है यो जम्मै देखिएको थियो भगवान् बुद्धको यस्तो छ कत्रो सिङ्गापुरको अरे यता यो मोदीले बनाउनु लाग्यो अरे लोटस मोदीले सिङ्गापुरको टकतिरको यो चाहिँ हाम्रो सिङ्गापुरको गुम्बा जर्मन घुमेर त्यो फ्रान्स घुमेपछि नेपालको छेउमा हामी अटो लिएर पुग्छौँ ए उतापट्टि आउँछ ल ल ल यतै घुमेर त्यहीँ आउने ल ल त्यो त यस्तै हो पाइन्छ जर्मन यो जर्मन फ्रान्स उयो परको फ्रान्समा दिँदैन अरे उयो अगाडिको नेपालको दिँदैन क्या इन्ट्री छैन क्या एक बजी खुल्छ भन्दै जर्मनको गुम्बा यहाँ म बनाइदिन्छु यहाँ छ यहाँ फोन यो गुम्बा चाहिँ नेपालले बनाएको गुम्बा यताको चाहिँ जम्मैले हेर्नु होला यो चाहिँ
नेपालले बनाएको हो है त उहाँनिर अगाडि जर्मनले यता फ्रान्सले नेपालले यहाँभित्र पाउँदैन सो बन्द गरेको चलो चलो त्यो भनेर नाम बुझ्यो नाम कासिम भाइको टुकटुकमा सिटीमा अब कहाँनिर हो अब मनाङ 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 जाने अरे मुस्ताङ पनि जान्छ स्वयंभूनाथ यो मनाङ मनाङको यो मनाङ र कर्म अब दुईटा लास्ट आइसकिसक्यो हाम्रो डेस्टिनेसन सबैले मनाङ मनाङ सोसाइटीले बनाइदिएको रहेछ मनाङ सोसाइटी सेन्टर सक्यो हौ आउने बोल्दै हेर्न आयो जाने यो घुमेर त्यो हेलो हामी मनाङको गुम्बामा आइपुगेको छौँ कहिले गयो त यहाँदेखि होला हौ आफ्नो चढ्ने यस्तो छ है मनाङ सोसाइटीले बनाइदिएको माथि मनाङ सोसाइटीले गुम्बा यस्तो रहेछ भित्र डोनेसन बक्स यहाँ चाहिँ क्यामेरा गरिदिन्छ नि ए यस्तो रहेछ